हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई नेपाली इंग्लिश घरमा। आजको क्लासमा हामीले पार्लरमा कस्टमरसँग इंग्लिशमा कसरी कुराकानी गर्ने भन्ने विषयमा प्र्याक्टिस गर्नेछौं। हरेक इंग्लिश सेन्टेन्सको नेपाली उच्चारण सहित सजिलैसँग सिक्नेछौं। तपाईहरुले यसरी डेली प्र्याक्टिस गर्दा तपाईले पार्लरमा कस्टमरसँग कन्फिडेन्स भएर इंग्लिशमा बोल्न सक्नुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र तपाईले पनि मसँगसँगै वाक्यलाई दोहोर्याउने कोसिस गर्नुहोला। अब हामी सुरु गरौँ आजको क्लास। लेट्स स्टार्ट नाउ। नमस्ते, हाम्रो पार्लरमा स्वागत छ। तपाईको पार्लरमा कोही कस्टमर आउनु भयो र तपाईले उहाँलाई स्वागत गर्नुहुन्छ। नमस्ते, हाम्रो पार्लरमा स्वागत छ। अंग्रेजीमा हेलो अथवा हाय, वेलकम टु आवर पार्लर। हेलो, वेलकम टु आवर पार्लर। नमस्ते, हाम्रो पार्लरमा स्वागत छ। हेलो, वेलकम टु आवर पार्लर अथवा हाय, वेलकम टु आवर पार्लर। कस्टमरलाई तपाईले आफ्नो पार्लरमा स्वागत गर्नुभयो र उहाँलाई सोध्नुहुन्छ तपाईले आज म तपाईलाई कसरी मद्दत गर्न सक्छु अथवा आज म तपाईको लागि के गर्न सक्छु भनेर सोध्नुहुन्छ। अंग्रेजीमा सोध्नु पर्दा हाउ क्यान आई हेल्प यु टुडे। हाउ क्यान आई हेल्प यु टुडे। आज म तपाईलाई कसरी मद्दत गर्न सक्छु। हाउ क्यान आई हेल्प यु टुडे। अब तपाईलाई कस्टमरले भन्नुहुन्छ म कपाल कटाउन चाहन्छु। अंग्रेजीमा आई वुड लाइक अ हेयर कट प्लिज। आई वुड लाइक अ हेयर कट प्लिज। आई वुड लाइक अ हेयर कट प्लिज। म कपाल कटाउन चाहन्छु। तपाईहरुको सजिलोको लागि मैले प्रत्येक अंग्रेजी उच्चारणको तलपट्टि नेपालीमा लेखेको छु, ध्यान दिएर पढेर बुझ्नुहोला। अब तपाईले कस्टमरसँग सोध्नुहुन्छ पक्कै कुन स्टाइल मन पर्छ तपाईलाई अथवा पक्कै काटिदिन्छु नि म तपाईको कपाल किन नकाट्नु, बरु भन्नु न तपाईलाई कुन स्टाइल मन पर्छ भनेर यसरी नेपालीमा सोध्नुहुन्छ। अंग्रेजीमा सोध्नु पर्दा श्योर, व्हाट स्टाइल वुड यु लाइक। श्योर, व्हाट स्टाइल वुड यु लाइक। पक्कै कुन स्टाइल मन पर्छ तपाईलाई। श्योर, व्हाट स्टाइल वुड यु लाइक। कस्टमर केवल एक ट्रिम कृपया अथवा धेरै काट्नु पर्दैन, अलिकति मात्रै छोटाइदिनुहोस् भनेर कस्टमरले तपाईसँग भन्नुहुन्छ। अंग्रेजीमा जस्ट अ ट्रिम प्लिज। जस्ट अ ट्रिम प्लिज। केवल एक ट्रिम कृपया। जस्ट अ ट्रिम प्लिज। धेरै काट्नु पर्दैन, अलिकति मात्रै छोटाइदिनुहोस्, मिलाइदिनुहोस् भन्न खोजेको हो, त्यसैले केवल एक ट्रिम कृपया। अंग्रेजीमा जस्ट अ ट्रिम प्लिज। यु आर वाचिङ नेपाली इंग्लिश घर युट्युब च्यानल। होप यु लर्निङ समथिङ न्यू। लेट्स कन्टिन्यू। अब तपाईले कस्टमरसँग फेरि अर्को क्वेशन गर्न सक्नुहुन्छ। के तपाई काट्नु अघि स्याम्पू चाहनुहुन्छ अथवा के तपाईले कपाल काट्नु अघि स्याम्पू गर्न चाहनुहुन्छ। अंग्रेजीमा वुड यु लाइक अ स्याम्पू बिफोर कटिङ। वुड यु लाइक अ स्याम्पू बिफोर कटिङ। के तपाई काट्नु अघि स्याम्पू चाहनुहुन्छ। वुड यु लाइक अ स्याम्पू बिफोर कटिङ। बिफोर कटिङ भनेको काट्नु अघि। वुड यु लाइक भनेको जस्तै तपाईले कसैको इच्छा र चाहनाको बारेमा कुरा गर्नु पर्दा वुड यु लाइक प्रयोग गरेर वाक्य बनाउन सक्नुहुन्छ। जस्तै तपाईले कसैलाई तिमी मसँग आउन चाहन्छौ भनेर सोध्नु पर्यो भने वुड यु लाइक टु कम विथ मी। त्यसैगरी तिमी के खान चाहन्छौ भन्नु पर्दा व्हाट वुड यु लाइक टु इट। के तपाईले वुड र वुड यु लाइक को बारेमा राम्रोसँग जान्नु भएको छ त? यदि छैन भने कृपया कमेन्ट गर्नुहोला। म तपाईहरुको लागि यसको सम्पूर्ण डिटेल सहितको भिडियो बनाएर अपलोड गर्नेछु। यदि तपाईको कस्टमरले स्याम्पू चाहनुहुन्छ भने उहाँले हो कृपया, यस प्लिज, यस प्लिज, हो कृपया, होइन धन्यवाद अथवा पर्दैन धन्यवाद भन्नुहुन्छ। अंग्रेजीमा नो थ्यांक यू। नो थ्यांक यू। यदि कस्टमरले स्याम्पू चाहनु भयो भने यस प्लिज भन्नुहुन्छ। यदि चाहनु भएन भने नो थ्यांक यू। नो थ्यांक यू। तपाईले कस्टमरसँग अझै अर्को क्वेशन गर्न सक्नुहुन्छ। तपाई कति पटक हेयर कट गर्न आउनुहुन्छ अथवा तपाईले
कति पटक कपाल काट्न आउनुहुन्छ भनेर अंग्रेजीमा सोध्नु पर्दा How often do you come for a haircut? How often do you come for a haircut? OFTEN often. Often लाई तपाईले often भन्दा पनि हुन्छ. How often do you come for a haircut? अथवा How often do you come for a haircut? तपाई कति पटक हेयर कट गर्न आउनुहुन्छ? कस्टमरले भन्नुहुन्छ तपाईसँग हरेक महिना every month. हरेक महिना अथवा हरेक महिना मैले कपाल काट्न आउँछु भन्नुहुन्छ उहाँले हरेक महिना every month. every month. तपाईले कस्टमरसँग सोध्ने अर्को क्वेशन आएको छ के तपाई कुनै विशेष स्टाइल चाहनुहुन्छ? के तपाईले कुनै विशेष स्टाइल चाहनुहुन्छ? भन्नुपर्दा अंग्रेजीमा Would you like a special style? Would you like a special style? Would you like a special style? के तपाई कुनै विशेष स्टाइल चाहनुहुन्छ? कस्टमर म साइडमा छोटो चाहन्छु. म साइडमा छोटो चाहन्छु अथवा साइडको हल्का छोटो गराउन चाहन्छु. अंग्रेजीमा I want it short on the sides. I want it short on the sides. I want it short on the sides. म साइडमा छोटो गराउन चाहन्छु. I want it short on the sides. I want it भनेको म यो चाहन्छु. Short on the sides भनेको छेउछाउको छोटो गराउन. बुझ्नुभयो त? अब लागौं अर्को वाक्यतिर. तपाईले अब फेरि सोध्नुहुन्छ माथिको भाग कस्तो राख्ने? छेउछाउको त छोटो गराउने भन्नुभयो उहाँले. तपाईले फेरि माथिको भागको बारेमा सोध्नुहुन्छ. माथिको भाग कस्तो राख्ने भनेर सोध्नु पर्दा अंग्रेजीमा How about the top? How about the top? माथिको भाग कस्तो राख्ने? How about the top? आजको क्लासमा हामीले यसरी नै पार्लर सम्बन्धी कन्भर्सेसनको प्र्याक्टिस गर्नेछौं. भिडियोलाई अन्तिमसम्म हेर्नुहोला. भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला र साथीभाइलाई पनि शेयर गर्नुहोला. यदि तपाईहरुलाई यो भिडियो युजफुल लाग्यो भने पार्ट 2 को लागि पनि कमेन्ट गर्न सक्नुहुन्छ. अहिलेसम्म यो भिडियोलाई लाइक गर्नुभएको छैन भने कृपया लाइक गरिदिनुहोस् र हामी अगाडि बढौं. तपाईले कस्टमरसँग सोध्नु भएको थियो माथिको भाग कस्तो राख्ने? How about the top? कस्टमरले भन्नुहुन्छ थोरै लामो राख्नुहोस्. थोरै लामो राख्नुहोस् भन्नुहुन्छ. अंग्रेजीमा भन्दाखेरि leave it a bit longer. Leave it a bit longer. Leave it भनेको छोड्दिनुहोस्. bit longer भनेको अलिकति लामो. अब तपाईले फेरि अर्को क्वेशन गर्न सक्नुहुन्छ कस्टमरसँग के तपाई हेयर ट्रिटमेन्ट चाहनुहुन्छ? के तपाई हेयर ट्रिटमेन्ट चाहनुहुन्छ? अंग्रेजीमा सोध्नु पर्दा Would you like any hair treatment? Would you like any hair treatment? के तपाई हेयर ट्रिटमेन्ट चाहनुहुन्छ? Would you like any hair treatment? कस्टमर होइन सिर्फ हेयर कट मात्र अथवा होइन मैले कुनै ट्रिटमेन्ट लगाउँदिन मेरो कपाल मात्रै काट्नु छ भनेर भन्नुहुन्छ. अंग्रेजीमा No, just a haircut. No, just a haircut. होइन सिर्फ कपाल काट्ने मात्र हो. No, just a haircut. अब फेरि तपाईको पालो आयो. कृपया यहाँ बस्नुहोस्. कृपया यहाँ बस्नुहोस् भन्नुपर्दा Please sit here. Please sit here. कृपया यहाँ बस्नुहोस्. Please sit here. यहाँ बस्नुहोस् म स्याम्पूबाट सुरु गर्छु. म स्याम्पूबाट सुरु गर्छु भन्नुपर्दा अंग्रेजीमा I'll start with the shampoo. I will को छोटो फर्म I'll. तपाईहरुले लेख्दा वा पढ्दाखेरि I will भन्दा पनि केही फरक पर्दैन. I will अथवा I'll. I'll start with the shampoo. म स्याम्पूबाट सुरु गर्छु. I'll start with the shampoo. अथवा I will start with the shampoo. तपाईले फेरि सोध्नुहुन्छ
कस्तो महसुस भइरहेको छ? कस्तो महसुस भइरहेको छ भनेर सोध्नुपर्दा हाउ डज इट फिल? हाउ डज इट फिल? कस्तो महसुस भइरहेको छ? हाउ डज इट फिल? कस्टमर अद्भुत महसुस भइरहेको छ, धन्यवाद। तपाईले उहाँलाई एकदमै राम्रो सेवा दिनुभयो र उहाँले तपाईलाई अद्भुत महसुस भइरहेको जानकारी गराउनु भयो र साथसाथै धन्यवाद पनि दिनुभएको छ। अंग्रेजीमा इट फिल्स ग्रेट, थ्याङ्क यू। इट फिल्स ग्रेट, थ्याङ्क यू। अद्भुत महसुस भइरहेको छ, धन्यवाद। तपाईले कस्टमरसँग सोध्नु भएको थियो कस्तो महसुस भइरहेको छ? हाउ डज इट फिल? कस्टमरले भन्नुभयो अद्भुत महसुस भइरहेको छ, धन्यवाद। इट फिल्स ग्रेट, थ्याङ्क यू। यु आर वाचिङ नेपाली इंग्लिश घर युट्युब च्यानल। लेट्स कन्टिन्यू। अब तपाईको पालो आएको छ। सबै भयो, तपाईलाई मन पर्यो। सबै भयो, तपाईलाई मन पर्यो अथवा सबै काम मैले गरिसके तपाईको के तपाईलाई मन पर्यो त भनेर तपाईले सोध्नुहुन्छ। अंग्रेजीमा all done, do you like it? all done, do you like it? सबै भयो, तपाईलाई मन पर्यो। मैले तपाईको काम सबै गरिसके के तपाईलाई मन पर्यो? all done, do you like it? कस्टमर हो, यो एकदमै राम्रो देखिन्छ अथवा यो एकदमै राम्रो देखिएको छ। Yes, it looks perfect. Yes, it looks perfect. हो, यो एकदमै राम्रो देखिन्छ अथवा यो एकदमै राम्रो देखिएको छ। Yes, it looks perfect. मैले तपाईलाई कति तिर्न पर्छ? कस्टमरले तपाईसँग सोध्नुहुन्छ तपाईले मेरो काम गरिसक्नु भएको छ, हाम्रो हिसाब किताब कति भयो अथवा मैले तपाईलाई कति पैसा तिर्नु पर्छ अथवा मैले तपाईलाई कति पैसा दिनुपर्छ भन्नुपर्दा अंग्रेजीमा उहाँले कसरी भन्नुहुन्छ होला त? हाउ मच शुड आई पे यू? हाउ मच शुड आई पे यू? हाउ मच भनेको कति, शुड आई पे यू भनेको तिर्नु पर्छ। मैले तपाईलाई कति पैसा तिर्नु पर्छ? हाउ मच शुड आई पे यू? तपाईले भन्नुहुन्छ 500 रुपैयाँ दिनुहोस्। 500 रुपैयाँ दिनुहोस्। गिभ 500 रुपीज। गिभ 500 रुपीज। 500 रुपैयाँ दिनुहोस्। गिभ 500 रुपीज। कस्टमर यो लिनुहोस्। यो लिनुहोस् भनेर कस्टमरले तपाईलाई दिनुहुन्छ टेक दिस। यो लिनुहोस् भन्नुपर्दा टेक दिस। यो लिनुहोस्, टेक दिस। तपाईलाई कस्टमरले अर्को तरिकाबाट पनि पैसा दिन सक्नुहुन्छ। ल लिनुहोस्। ल लिनुहोस्। अंग्रेजीमा हियर यु आर। हियर यु आर। ल लिनुहोस्। हियर यु आर। सामान्यतया हियर यु आर को अर्थ अरु पनि हुन्छ, तर यसरी एडभान्स लेभलको कुरा गर्दाखेरि र हामीले अंग्रेजहरुको तरिकाले बोल्नु पर्यो भने ल लिनुहोस् भन्दाखेरि हियर यु आर भन्न सकिन्छ। नझुक्किनु होला। हियर यु आर को अर्थ अरु पनि छन्, तर हामीले यसरी प्रयोग गर्न सकिन्छ है त। त्यसैगरी अर्को हेरौं। कस्टमरले तपाईलाई पैसा दिएर जाँदै हुनुहुन्छ, त्यसैले तपाईले पैसा लिन साथ तपाईले भन्नुहुन्छ धन्यवाद, तपाईको दिन शुभ रहोस्। धन्यवाद, तपाईको दिन शुभ रहोस्। थ्यांक यू, हैव अ नाइस डे। थ्यांक यू, हैव अ नाइस डे। धन्यवाद, तपाईको दिन शुभ रहोस्। थ्यांक यू, हैव अ नाइस डे। तपाईको पार्लरमा कोही कस्टमर आउनु भयो र तपाईले उहाँलाई स्वागत गर्नुहुन्छ। नमस्ते, हाम्रो पार्लरमा स्वागत छ। अंग्रेजीमा हेलो अथवा हाय, वेलकम टु आवर पार्लर। हेलो, वेलकम टु आवर पार्लर। नमस्ते, हाम्रो पार्लरमा स्वागत छ।
हेलो वेलकम टु आवर पार्लर अथवा हाई वेलकम टु आवर पार्लर। कस्टमरलाई तपाईले आफ्नो पार्लरमा स्वागत गर्नुभयो र उहाँलाई सोध्नुहुन्छ तपाईले आज म तपाईलाई कसरी मद्दत गर्न सक्छु अथवा आज म तपाईको लागि के गर्न सक्छु भनेर सोध्नुहुन्छ। अंग्रेजीमा सोध्नु पर्दा हाउ क्यान आई हेल्प यु टुडे, हाउ क्यान आई हेल्प यु टुडे। आज म तपाईलाई कसरी मद्दत गर्न सक्छु, हाउ क्यान आई हेल्प यु टुडे। अब तपाईलाई कस्टमरले भन्नुहुन्छ म कपाल कटाउन चाहन्छु। अंग्रेजीमा आई वुड लाइक अ हेयर कट प्लिज, आई वुड लाइक अ हेयर कट प्लिज, आई वुड लाइक अ हेयर कट प्लिज। म कपाल कटाउन चाहन्छु। तपाईहरुको सजिलोको लागि मैले प्रत्येक अंग्रेजी उच्चारणको तलपट्टि नेपालीमा लेखेको छु, ध्यान दिएर पढेर बुझ्नुहोला। अब तपाईले कस्टमरसँग सोध्नुहुन्छ पक्कै कुन स्टाइल मन पर्छ तपाईलाई अथवा पक्कै काटिदिन्छु नि म तपाईको कपाल किन नकाट्नु, बरु भन्नु न तपाईलाई कुन स्टाइल मन पर्छ भनेर यसरी नेपालीमा सोध्नुहुन्छ। अंग्रेजीमा सोध्नु पर्दा स्योर व्हाट स्टाइल वुड यु लाइक, स्योर व्हाट स्टाइल वुड यु लाइक। पक्कै कुन स्टाइल मन पर्छ तपाईलाई, स्योर व्हाट स्टाइल वुड यु लाइक। कस्टमर केवल एक ट्रिम कृपया अथवा धेरै काट्नु पर्दैन अलिकति मात्रै छोटाइदिनुहोस् भनेर कस्टमरले तपाईसँग भन्नुहुन्छ। अंग्रेजीमा जस्ट अ ट्रिम प्लिज, जस्ट अ ट्रिम प्लिज। केवल एक ट्रिम कृपया, जस्ट अ ट्रिम प्लिज। धेरै काट्नु पर्दैन अलिकति मात्रै छोटाइदिनुहोस् मिलाइदिनुहोस् भन्न खोजेको हो, त्यसैले केवल एक ट्रिम कृपया। अंग्रेजीमा जस्ट अ ट्रिम प्लिज। You are watching Nepali English Car YouTube channel. Hope you are learning something new. Let's continue. अब तपाईले कस्टमरसँग फेरि अर्को क्वेशन गर्न सक्नुहुन्छ। के तपाई काट्नु अघि स्याम्पू चाहनुहुन्छ अथवा के तपाईले कपाल काट्नु अघि स्याम्पू गर्न चाहनुहुन्छ। अंग्रेजीमा would you like a shampoo before cutting, would you like a shampoo before cutting। के तपाई काट्नु अघि स्याम्पू चाहनुहुन्छ, would you like a shampoo before cutting। बिफोर कटिङ भनेको काट्नु अघि, would you like भनेको जस्तै तपाईले कसैको इच्छा र चाहनाको बारेमा कुरा गर्नु पर्दा would you like प्रयोग गरेर वाक्य बनाउन सक्नुहुन्छ। जस्तै तपाईले कसैलाई तिमी मसँग आउन चाहन्छौ भनेर सोध्नु पर्यो भने would you like to come with me। त्यसैगरी तिमी के खान चाहन्छौ भन्नु पर्दा what would you like to eat। के तपाईले would र would you like को बारेमा राम्रोसँग जान्नु भएको छ त? यदि छैन भने कृपया कमेन्ट गर्नुहोला, म तपाईहरुको लागि यसको सम्पूर्ण डिटेल सहितको भिडियो बनाएर अपलोड गर्नेछु। यदि तपाईको कस्टमरले स्याम्पू चाहनुहुन्छ भने उहाँले हो कृपया, यस प्लिज, यस प्लिज, हो कृपया, होइन धन्यवाद अथवा पर्दैन धन्यवाद भन्नुहुन्छ। अंग्रेजीमा नो थ्यांक यू, नो थ्यांक यू। यदि कस्टमरले स्याम्पू चाहनु भयो भने यस प्लिज भन्नुहुन्छ, यदि चाहनु भएन भने नो थ्यांक यू, नो थ्यांक यू। तपाईले कस्टमरसँग अझै अर्को क्वेशन गर्न सक्नुहुन्छ। तपाई कति पटक हेयर कट गर्न आउनुहुन्छ अथवा तपाईले कति पटक कपाल काट्न आउनुहुन्छ भनेर अंग्रेजीमा सोध्नु पर्दा हाउ अफ्टन डु यु कम फर अ हेयर कट, हाउ अफ्टन डु यु कम फर अ हेयर कट। OFTEN often, often लाई तपाईले often भन्दा पनि हुन्छ। How often do you come for a haircut अथवा How often do you come for a haircut। तपाई कति पटक हेयर कट गर्न आउनुहुन्छ। कस्टमरले भन्नुहुन्छ तपाईसँग हरेक महिना, एभ्री मन्थ, हरेक महिना अथवा हरेक महिना मैले कपाल काट्न आउँछु भन्नुहुन्छ उहाँले। हरेक महिना, एभ्री मन्थ, एभ्री मन्थ। तपाईले कस्टमरसँग सोध्ने अर्को क्वेशन आएको छ, के तपाई कुनै विशेष स्टाइल चाहनुहुन्छ।
के तपाईले कुनै विशेष स्टाइल चाहनुहुन्छ भन्नुपर्दा अंग्रेजीमा वुड यु लाइक अ स्पेशल स्टाइल वुड यु लाइक अ स्पेशल स्टाइल वुड यु लाइक अ स्पेशल स्टाइल के तपाई कुनै विशेष स्टाइल चाहनुहुन्छ कस्टमर म साइडमा छोटो चाहन्छु म साइडमा छोटो चाहन्छु अथवा साइडको हल्का छोटो गराउन चाहन्छु अंग्रेजीमा I want it short on the sides I want it short on the sides I want it short on the sides म साइडमा छोटो गराउन चाहन्छु I want it short on the sides I want it भनेको म यो चाहन्छु short on the sides भनेको छेउछाउको छोटो गराउन बुझ्नुभयो त अब लागौं अर्को वाक्यतिर तपाईले अब फेरि सोध्नुहुन्छ माथिको भाग कस्तो राख्ने छेउछाउको त छोटो गराउने भन्नुभयो उहाँले तपाईले फेरि माथिको भागको बारेमा सोध्नुहुन्छ माथिको भाग कस्तो राख्ने भनेर सोध्नु पर्दा अंग्रेजीमा हाउ अबाउट द टप हाउ अबाउट द टप माथिको भाग कस्तो राख्ने हाउ अबाउट द टप आजको क्लासमा हामीले यसरी नै पार्लर सम्बन्धी कन्भर्सेसनको प्र्याक्टिस गर्नेछौं भिडियोलाई अन्तिमसम्म हेर्नुहोला भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला र साथीभाइलाई पनि शेयर गर्नुहोला यदि तपाईहरुलाई यो भिडियो युजफुल लाग्यो भने पार्ट 2 को लागि पनि कमेन्ट गर्न सक्नुहुन्छ अहिलेसम्म यो भिडियोलाई लाइक गर्नुभएको छैन भने कृपया लाइक गरिदिनुहोस् र हामी अगाडि बढौं तपाईले कस्टमरसँग सोध्नु भएको थियो माथिको भाग कस्तो राख्ने हाउ अबाउट द टप कस्टमरले भन्नुहुन्छ थोरै लामो राख्नुहोस् थोरै लामो राख्नुहोस् भन्नुहुन्छ अंग्रेजीमा भन्दाखेरि लीव इट अ बिट लंगर लीव इट अ बिट लंगर लीव इट भनेको छोड्दिनुहोस् बिट लंगर भनेको अलिकति लामो अब तपाईले फेरि अर्को क्वेशन गर्न सक्नुहुन्छ कस्टमरसँग के तपाई हेयर ट्रिटमेन्ट चाहनुहुन्छ के तपाई हेयर ट्रिटमेन्ट चाहनुहुन्छ अंग्रेजीमा सोध्नु पर्दा Would you like any hair treatment? Would you like any hair treatment? के तपाई हेयर ट्रिटमेन्ट चाहनुहुन्छ Would you like any hair treatment? कस्टमर होइन सिर्फ हेयर कट मात्र अथवा होइन मैले कुनै ट्रिटमेन्ट लगाउँदिन मेरो कपाल मात्रै काट्नु छ भनेर भन्नुहुन्छ अंग्रेजीमा नो जस्ट हेयर कट नो जस्ट हेयर कट होइन सिर्फ कपाल काट्ने मात्र हो नो जस्ट हेयर कट अब फेरि तपाईको पालो आयो कृपया यहाँ बस्नुहोस् कृपया यहाँ बस्नुहोस् भन्नुपर्दा प्लिज सिट हियर प्लिज सिट हियर कृपया यहाँ बस्नुहोस् प्लिज सिट हियर यहाँ बस्नुहोस् म स्याम्पूबाट सुरु गर्छु म स्याम्पूबाट सुरु गर्छु भन्नुपर्दा अंग्रेजीमा I'll start with the shampoo I will को छोटो फर्म I'll तपाईहरुले लेख्दा वा पढ्दाखेरि I will भन्दा पनि केही फरक पर्दैन I will अथवा I'll start with the shampoo म स्याम्पूबाट सुरु गर्छु I'll start with the shampoo अथवा I will start with the shampoo तपाईले फेरि सोध्नुहुन्छ कस्तो महसुस भइरहेको छ कस्तो महसुस भइरहेको छ भनेर सोध्नु पर्दा how does it feel how does it feel कस्तो महसुस भइरहेको छ how does it feel कस्टमर अद्भुत महसुस भइरहेको छ धन्यवाद तपाईले उहाँलाई एकदमै राम्रो सेवा दिनुभयो र उहाँले तपाईलाई अद्भुत महसुस भइरहेको जानकारी गराउनु भयो र साथसाथै धन्यवाद पनि दिनुभएको छ अंग्रेजीमा इट फिल्स ग्रेट थ्यांक यू इट फिल्स ग्रेट थ्यांक यू अद्भुत महसुस भइरहेको छ धन्यवाद तपाईले कस्टमरसँग सोध्नु भएको थियो कस्तो महसुस भइरहेको छ हाउ डज इट फिल कस्टमरले भन्नुभयो
अद्भुत महसुस भइरहेको छ। धन्यवाद। इट फिल्स ग्रेट। थ्याङ्क यू। युआर वाचिङ नेपाली इङ्ग्लिस घर युट्युब च्यानल। लेट्स कन्टिन्यू। अब तपाईको पालो आएको छ। सबै भयो तपाईलाई मन पर्यो। सबै भयो तपाईलाई मन पर्यो अथवा सबै काम मैले गरिसके तपाईको के तपाईलाई मन पर्यो त भनेर तपाईले सोध्नुहुन्छ। अंग्रेजीमा all done. Do you like it? All done. Do you like it? सबै भयो तपाईलाई मन पर्यो। मैले तपाईको काम सबै गरिसके के तपाईलाई मन पर्यो। All done. Do you like it? कस्टमर हो यो एकदमै राम्रो देखिन्छ अथवा यो एकदमै राम्रो देखिएको छ। Yes, it looks perfect. Yes, it looks perfect. हो यो एकदमै राम्रो देखिन्छ अथवा यो एकदमै राम्रो देखिएको छ। Yes, it looks perfect. मैले तपाईलाई कति तिर्न पर्छ? कस्टमरले तपाईसँग सोध्नुहुन्छ तपाईले मेरो काम गरिसक्नु भएको छ, हाम्रो हिसाब किताब कति भयो अथवा मैले तपाईलाई कति पैसा तिर्नु पर्छ अथवा मैले तपाईलाई कति पैसा दिनु पर्छ भन्नु पर्दा अंग्रेजीमा उहाँले कसरी भन्नुहुन्छ होला त? How much should I pay you? How much should I pay you? How much भनेको कति, should I pay you भनेको तिर्नु पर्छ। मैले तपाईलाई कति पैसा तिर्नु पर्छ? How much should I pay you? तपाईले भन्नुहुन्छ 500 रुपैयाँ दिनुहोस्। 500 रुपैयाँ दिनुहोस्। Give 500 rupees. Give 500 rupees. 500 रुपैयाँ दिनुहोस्। Give 500 rupees. कस्टमर यो लिनुहोस्। यो लिनुहोस् भनेर कस्टमरले तपाईलाई दिनुहुन्छ टेक दिस। यो लिनुहोस् भन्नु पर्दा टेक दिस। यो लिनुहोस् टेक दिस। तपाईलाई कस्टमरले अर्को तरिकाबाट पनि पैसा दिन सक्नुहुन्छ। ल लिनुहोस्। ल लिनुहोस्। अंग्रेजीमा here you are. Here you are. ल लिनुहोस्। Here you are. सामान्यतया here you are को अर्थ अरु पनि हुन्छ, तर यसरी एडभान्स लेभलको कुरा गर्दाखेरि र हामीले अंग्रेजहरुको तरिकाले बोल्नु पर्यो भने ल लिनुहोस् भन्दाखेरि here you are भन्न सकिन्छ। नझुकिनु होला। here you are को अर्थ अरु पनि छन्, तर हामीले यसरी प्रयोग गर्न सकिन्छ है त। त्यसैगरी अर्को हेरौं। कस्टमरले तपाईलाई पैसा दिएर जाँदै हुनुहुन्छ, त्यसैले तपाईले पैसा लिन साथ तपाईले भन्नुहुन्छ धन्यवाद, तपाईको दिन शुभ रहोस्। धन्यवाद, तपाईको दिन शुभ रहोस्। थ्यांक यू, हैव अ नाइस डे। थ्यांक यू, हैव अ नाइस डे। धन्यवाद, तपाईको दिन शुभ रहोस्। थ्यांक यू, हैव अ नाइस डे। तपाईले अहिले भर्खर सिकेको 25 वटा वाक्यलाई दैनिक प्र्याक्टिस गर्नुहोस्। पार्लरमा कस्टमरसँग कन्फिडेन्स भएर इंग्लिशमा कुराकानी गर्न सजिलो हुनेछ। भिडियो मन परेमा भिडियोलाई लाइक गर्नु होला र धेरै भन्दा धेरै साथीभाइलाई पनि शेयर गरिदिनु होला। यदि तपाईहरुलाई पार्ट 2 को आवश्यक पर्यो भने कमेन्ट गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई मसँग डाइरेक्ट कुराकानी गर्नु परेमा र कुनै सल्लाह सुझाव दिन र लिन परेमा मसँग मेरो फेसबुक पेजमा पनि जोडिन सक्नुहुनेछ। म तपाईहरुको सजिलोको लागि यसै भिडियोको डिस्क्रिप्सन र कमेन्ट सेक्सनमा मैले फेसबुक पेजको लिंक राख्ने छु। त्यो लिंकलाई थिचेर तपाईहरुले हामीसँग फेसबुक पेजमा जोडिन सक्नुहुन्छ। धन्यवाद। आजको लागि यति नै साथीहरु, अर्को भिडियोमा छिट्टै भेट हुनेछ भन्दै अहिलेको लागि बिदा हुन्छु। नमस्ते।